साथीहरू गुड इभिनिङ, गुड मर्निङ, नमस्कार। फेरि भर्खर एउटा ताजा खबर आइपुगेको छ जुन चाहिँ रवि लामी छानेसँग सम्बन्धित छ। र भर्खर रवि लामी छानेलाई चाहिँ प्रहरीले पक्राउ गरेर हिरासतमा लिएको भन्ने कुरा आएको छ, जुन सत्य पनि हो, भिडियोमा आइरहेको छ। र यसमा चाहिँ मेरो के भनाइ छ भने, हुन त अब अदालतको निर्णय सबैले पालना गर्नुपर्छ, सबैले मान्नुपर्छ र साथसाथै त्यो निर्णय स्वदेशस्फूर्त र सही पनि हुनुपर्छ। तर अदालतले गरेको भन्दैमा गलत निर्णय पनि चाहिँ सर्वसाधारणले मान्नुपर्छ भन्ने चाहिँ छैन। सर्वप्रथम त्यो निर्णय चाहिँ सही हुनुपर्छ, अदालतबाट निष्पक्ष हुनुपर्छ र त्यसपछि मात्र जनताले चाहिँ अनिखेर मान्नको लागि बाध्य हुनुपर्छ, भनौँ न, मान्नुपर्छ। र अर्को कुरो चाहिँ रवि लामी चाहिँ भर्खर 1-2 दिन अगाडि मात्र फेरि सभापतिमा चाहिँ पुनः बहाली हुनुभएको थियो, जुन चाहिँ अलि हतार गरेको जस्तो पनि देखिन्छ। र मेरो चाहिँ उहाँलाई के सल्लाह छ भने अब यो सम्पूर्ण अदालतहरूको चाहिँ फैसला नटुङ्गिन्जेलसम्म र पूर्ण रूपमा सफाई नपाएसम्म चाहिँ उहाँले चाहिँ अब सभापति पदमा चाहिँ बहाल नगरेको अथवा पुनः बहालीमा नहुनलाई म आग्रह गर्दछु। र साथसाथै सम्पूर्ण घटनाहरू, यता कुलमान घिसिङको केस, यता बालनको केस, यता राजावादीहरूको आन्दोलनको विरुद्धको केस सम्पूर्ण हेर्दा चाहिँ यसमा पनि कतै न कतै सरकारको हात देखिन्छ, कतै न कतै सरकारको हात भएको हुनसक्छ। नहोस् त्यो राम्रो, तर सरसर्ती हेर्दाखेरि चाहिँ अब देशको तालमाल सबै हेर्दाखेरि चाहिँ कतै न कतैबाट चाहिँ प्रभावित भएको हुनसक्छ। नत्र भने चाहिँ जिल्ला अदालतले चाहिँ धरोटीमा छोडेको व्यक्तिलाई फेरि उच्च अदालत चाहिँ कुन त्यस्तो प्रमाण फेला पर्यो, कुन त्यस्तो नयाँ अचुक फेला पार्यो ताकि चाहिँ रवि लामी छानेजीलाई चाहिँ पुनः फेरि थुनामा पठाउनु पर्यो, भनौँ न, पूर्वपक्षको लागि थुनामा राख्नुपर्ने आवश्यक देखियो। यस्तो के कारण भेट्यो, के तथ्य, त्यो पनि सार्वजनिक गर्न जरुरी छ। र यसमा चाहिँ सरकारको चाहिँ हात भएको हुनसक्ने धेरै सम्भावना छ, किनभने कस्तो बेलामा चाहिँ उहाँलाई पक्राउ गरेको छ भने भोलि चाहिँ चितवनमा उहाँहरूको एउटा महासम्मेलन या महासभा हुँदै थियो, जुन चाहिँ जनयात्राको नाम दिएर जनताहरूसँग चाहिँ साथसाथ हिँड्ने, जनतासँग आफ्नो सुख दुःखका कुराहरू बाँड्ने, भनौँ न, अहिले जुन परिस्थितिमा गुज्रिरहनु भएको छ त्यो कुरा उहाँहरूसँग सेयर गर्ने, जुन त्यो चाहिँ कुरा गर्नको लागि भोलि चितवनमा कार्यक्रम थियो, भव्य कार्यक्रम थियो। र सरकार त्यसैबाट डराएर पनि यो गरेको हुनसक्ने चाहिँ प्रबल सम्भावना छ। र सत्य सधैँ सत्य नै हुन्छ। यदि रवि लामी छानेजी सत्य हुनुहुन्छ, उहाँले कुनै चाहिँ अब अन्याय अथवा कुनै दुरुपयोग गर्नुभएको छैन भने, सहकारीको पैसा भनौँ न या लेनदेन जे छ त्यसमा दुरुपयोग गर्नुभएको छैन भने उहाँ सलक्क निस्किनुहुन्छ। र सरकारले चाहिँ अब जति ढाकछोप गरे पनि, जति गरे पनि सरकारको चाहिँ कुनै पनि ठाउँ छैन। यो हद से हद जाला, 84 को चुनावसम्म जाला। र 84 को चुनावमा चाहिँ सारा जनता सब मिलेर जहाँ पनि हुनुहुन्छ, देश विदेश जता पनि हुनुहुन्छ, सबले चाहिँ एकजुट भएर चाहिँ यो सरकार, यो गठबन्धन, विशेष त यो एमाले, काङ्ग्रेस, माओवादी र यो पुराना दलहरू सबलाई त्यागेर चाहिँ एउटा नयाँ दल जुन चाहिँ रासोपा अगाडि आइरहेको छ र त्यस्तै अरू दल र प्लस स्वतन्त्र व्यक्तिहरूलाई चाहिँ हामीले जति सक्छौँ भोट गरौँ, समर्थन गरौँ। र मिल्छ भने विदेशमा बस्नेहरूलाई पनि भोट दिने चाहिँ भोटको अधिकार दिनु जरुरी छ। यो चाहिँ
सब देशमा छ, प्रायः सब देशमा हुन्छ। यसबाट पनि यसलाई पनि प्रष्ट थाहा हुन्छ कि सरकार कति डराइरहेको छ विदेशी आफ्नो नागरिकहरूसँग, विदेशी मतदाताहरूसँग कति डराइरहेको छ। किनकि जति पनि नेपालमा बस्नुहुन्छ उहाँहरूलाई नेपालको हुन त अहिले ग्लोबल एज हो, ग्लोबल टाइम हो, सारा थाहा हुन्छ। तैपनि जति चाहिँ प्रत्यक्ष रूपमा विदेशमा आएर विदेशको अब रहनसहन, देखसेख, भनौँ न विकास जुन देखिन्छ र यहाँको जुन एउटा चाहिँ सिस्टम हुन्छ त्यो सिस्टमबाट चाहिँ परिचित भएपछि चाहिँ अनि त्यसपछि हामीले चाहिँ कम्पेयर गर्छौँ नेपालको र यहाँको। यहाँ किन विकास हुन्छ, नेपालमा किन विकास भइरहेको छैन, कसका कारणले भइरहेको छैन भन्ने चाहिँ जुन प्रष्ट देखिन्छ। त्यसबाट चाहिँ त्यही हो डर भनेको, त्यही सरकार डराउनु विशेष कारण त्यही हो। अनिखेर सरकारलाई सब थाहा छ, पुराना दलहरूलाई सब थाहा छ के गल्ती गरिरहेछ, कसो गरिरहेछ, कति असक्षम छन् ती व्यक्तिहरू। एउटा चाहिँ खाली सरकारको नाममा आएका छन्, प्रधानमन्त्री भएका छन्, मन्त्री भएका छन्, एकचोटि होइन दुईचोटि होइन बारम्बार के तिनीहरू चाहिँ नमरुन्जेलसम्म हामीले तिनीहरूको शासन सहिरहनु पर्ने। जुनसुकै दल होस्, एमाले, काङ्ग्रेस, माओवादी, अरू पुरानो दल, तिनीहरूमा सधैँ एउटै अध्यक्ष सधैँ हुने, एउटै प्रधानमन्त्री बारम्बार हुने, 6 चोटि 7 चोटिसम्म पनि हुने। यो व्यवस्था चाहिँ खारेज गर्न जरुरी छ। र सरकार डराएको चाहिँ विदेशीहरूले भोट गर्न पायो भने चाहिँ यिनीहरूलाई चाहिँ निमित ट्यान्ने पार्छ। एक भोट पनि विदेशीहरूको एक भोट पनि आउँदैन, त्यसै कारणले डराएको छ। र यो विदेशी भूमिमा रहनुभएका मतदाताहरूलाई चाहिँ मत दिने एउटा व्यवस्था छिटोभन्दा छिटो ल्याउनु पर्ने छ। र अब हेर्दै जाउँ अरू के हुन्छ। ल अहिलेको लागि चाहिँ यति। नमस्कार, धन्यवाद, थ्याङ्क यू।